दुर्गा अफिसियल युट्युब च्यानलमा फेरि पनि नयाँ कथा लिएर आइसकेको छु। बाबा छोरीको कथा। उखरुलको एउटा सानो गाउँमा धनबहादुर बाबा बस्थे। उनी पेसाले गाउँको स्कुलका शिक्षक थिए। सधैँ भोलिको पुस्ता बनाउने सपनामा जिउँथे। उनका जीवनको सबैभन्दा ठुलो खुसी थिए उनकी 7 वर्षकी छोरी गीता। गीताको आकाश जतिकै ठुलो सपना थियो, डाक्टर बन्ने। तर उनीहरूको आर्थिक अवस्था साधारण थियो। आमाको केही वर्ष अघि निधन भएकोले बाबा छोरी दुवैले जीवनलाई आफ्नो ढङ्गले सम्हालिरहेका थिए। हरेक बिहान धनबहादुर छोरीलाई स्कुल पुर्याएर मात्र आफू स्कुल जाने गर्थे। बाटोभरि उनीहरू बीच कोमल कुरा हुन्थ्यो। कहिले भविष्यका बारेमा, कहिले गीताले पढेको नयाँ कविता, त कहिले आमाको सम्झना। धनबहादुरले छोरीलाई 2 कुरा मात्र सधैँ सिकाउँथे, सपनालाई कहिले नछोड्ने र मन धेरै ठुलो राख्ने। गीता अत्यन्तै तेज थिए। पढाइ मात्र नभएर नृत्य, चित्रकला र कविता सबैमा उत्तिकै सिपालु। स्कुलले आयोजना गरेको भाषण प्रतियोगितामा जब गीताले मेरो बाबा भन्ने विषयमा बोली, सबै अभिभावक र शिक्षकहरूको आँखा रसाए। उसले भने, मैले आमाको माया बाबाबाट र बाबाको माया भगवानबाट भेटेकी छु। धनबहादुरको हृदय त्यही दिन अत्याधिक गर्वले भरिएको थियो। तर जीवन सधैँ सहज कहाँ हुन्छ र? एक दिन गाउँको मुख्य बजारमा ठुलो पहिरो आयो। धेरै घर क्षतिग्रस्त भए। स्कुल समेत केही दिनको लागि बन्द भयो। धनबहादुरले आफ्नो केही बचत पहिरो पीडित परिवारहरूको सहयोगमा खर्च गरे। घरको खर्च टार्न पनि मुस्किल पर्न थाल्यो। गीताको स्कुल शुल्क तिर्ने समय आयो, तर धनबहादुरसँग पैसा थिएन। गीताले बाबाको चिन्ता बुझेर भने, बाबा, म केही दिन स्कुल नगए नि हुन्छ। तपाईले दुःख मान्नु पर्दैन। धनबहादुर छोरीको त्यो वाक्य सुनेर झनै पीडित भए। छोरी, अध्ययन रोक्नु भनेको तिम्रो सपना रोक्नु हो। त्यो म कहिले हुन दिन्न। उनले दृढ आवाजमा भने। त्यसपछि धनबहादुर दैनिक स्कुलको काम बाहेक स्थानीय घर घरमा ट्युसन पढाउन थाले। बिहान 4 बजे उठेर राति 9 बजेसम्म काम गर्न थाले। उनका आँखामा थकान थियो, तर हुँदै गइन नछाड्ने हिम्मत थियो, किनकि त्यो हिम्मत उनको छोरीको भविष्यसँग जोडिएको थियो। गीताले पनि घरका साना साना काम सम्हाल्न थाली। बाबालाई समय मिलोस् भनेर ऊ बिहानै पानी ल्याउँथे, कोठामा कसीघर लाउँथे अनि आफ्नो गृह कार्य आफै पुरा गर्थे। ऊ सधैँ भन्थे, म तै पनि डाक्टर बन्नेछु बाबा, तपाईको मेहनत व्यर्थ जान दिन्न। गीताले गाउँको सबैभन्दा राम्रो छात्रवृत्ति पाउन सफल भए। सहरको प्रतिष्ठित स्कुलमा पढ्न पाउने भएपछि धनबहादुरलाई 2 मन भयो। छोरी टाढा जाँदैछ, मन पिरलो, तर छोरीको सपना पूरा हुँदैछ भन्ने खुसी। गीताले भनी, बाबा, म जहाँ भए पनि तपाईलाई गर्व गर्छु। तपाईले सिकाएको हिम्मत र अनुशासन कहिले भुल्दिन। धनबहादुर मुस्कुराउँदै छोरीको निधारमा हात राखे। छोरी, मैले तिमीबाट धेरै सिकेको छु। तिमी मेरो ताकत हौ, मेरो सपना हौ। आज गीता सहरमा बसेर डाक्टर बन्ने यात्रामा छे। धनबहादुर गाउँमै छोरीको सफलता सुनेर मुस्कुराइरहेका छन्। हरेक फोनमा गीताले उत्तिकै प्रेमले भन्छे, बाबा, तपाईँ मेरो हिरो हुनुहुन्छ। यसरी एक बाबा छोरीको सङ्घर्ष र सपनाले एउटा साधारण परिवारले जीवनलाई असाधारण बनाइदिन्छ। हजुरहरूलाई बाबा छोरीको कथा के कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।